साइकल लेन कि पार्किङ लेन। धनगढी उपमहानगरपालिकाले धुमधामका साथ उद्घाटन गरेको साइकल लेन अहिले साइकल गुड्ने मार्ग भन्दा मोटरसाइकल तथा अन्य सवारी साधन पार्क गर्ने थलोमा परिणत हुँदै गएको छ। सडक सुरक्षाको उद्देश्यले बनाएको लेनमै जथाभावी पार्किङ हुँदा दुर्घटनाको जोखिम दिन प्रतिदिन बढेको छ। नाम साइकल लेन, काम पार्किङ लेन। अवस्था यति विडम्बनापूर्ण बनेको छ कि अब साइकल लेनको नाम परिवर्तन गरेर पार्किङ लेन राख्दा कुनै फरक नपर्ने अवस्था आएको छ। दैनिक जसो दुर्घटना भइरहँदा पनि सम्बन्धित निकाय मौनतामा झन प्रसन्न उठेको छ। जनताको करबाट निर्माण भएको संरचना संरक्षण गर्नुको सट्टा अतिक्रमण र अव्यवस्थिततालाई मौन स्वीकृति दिनु जिम्मेवार निकायको गम्भीर प्रश्न हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय र धनगढी उपमहानगरपालिकाले समयमै ध्यान नदिए साइकल लेन दुर्घटनाको निम्तो बन्न सक्ने स्थानीयहरू बताउँछन्। उद्घाटनमा तामझाम, कार्यान्वयनमा उदासीनता, यस्तो विकासले आखिर कसलाई सुविधा दिएको छ? तथ्यको साथमा सत्यको आवाज, सुदूरवाणी टिभी सधैँ तपाईसँग।